हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ म छुट्टीको दिन घुम्न भन्दा पनि यसो बसेको ठाउँको चाहिँ वरिपरि अब घुम्न जान लागेको होइन। यसो एकैछिन घुमेर च्याट आइदिनु पर्यो। के गरेर बस्नु, रुमभित्रै जिउ बसिरह्यो भने पनि अब अलिकति झ्याउ लाग्छ क्या, त्यत्तिकै स्ट्रेस तमाइरो हुन्छ। त्यही भएर यसो चलिदिनु पर्यो भनेर यसो बाहिर कोइनतिर, अब जाने ठाउँ त अन्त कहाँ छ होला, त्यही पनि कोइनतिर जाउँ भनेर नि त। कोइनतिर चाहिँ चट्ट जानु पर्यो भनेर अब बाटो तताउन लाग्या भन्नु पर्यो नि त होइन। है बाटो तताउन लागेको, यसो कोइनतिर गएर आउनु पर्यो भनेर होइन। कोइनतिर चट्ट जाउँ साइली, पनि कहीँ छैन। एकजना साथीभाइ चाहिँ बडा रमाइलो हुन्थ्यो होला है। भन्दा केटाहरू चाहिँ टाढा टाढा छ, बबा रमाइलो हुन सक्ने सम्भावना हुन्छ होइन। बराबर छ नि। दिस इज माई फेभरेट सुज। अहिले भन्न त योभन्दा अब बलियो चाहिँ मलाई एयरफोर्स वानै लाग्छ होइन। यो चाहिँ मेरोमा यस्तै हुन्छ कि अलिकति बाक्लो सक्स लगायो भने पहिलाको उसमा अलिकति बिग्रिन्छ क्या। तिमीलाई लागेर चाहिँ चलिदिनु भयो एकछिन भनेर। यो चाहिँ हाम्रो डियो र नाइकीको चाहिँ कम्बाइन हो क्या होइन। कम्फर्ट छ सुज, मलाई त मन पर्यो। ठिकै गाह्रो सक्छ अलि उसमा पाएन कि, त्यति बेला थिएन भनौँ न, भनेदेखि नपाउने त्यति बेला थिएन। अनि अलिक साइडमा उठाइयो। दिस इज फाइनल है। यो चाहिँ मेरो अहिले सबभन्दा मलाई मनपर्ने कम्बाइनको चाहिँ, त्यो चाहिँ मलाई अहिलेसम्मकै बेस्ट लाग्छ यिनीहरूको कम्बिनेसन चाहिँ। चाबी कहाँ राख्यो भन्ने कुरै थाहा छैन। चाबी हाल्नु पऱ्यो यहाँ। एन्ड लेट्स गो। जानु पऱ्यो यसो हल्का फुल्का घुमेर आउनु पऱ्यो। चिकेनमा बस्दा बस्दै हप्याक हुन्छ कि, त्यही भएर कपडा पनि चाहिसकेको छ। त्यो चाहिँ मेरो है मोटाएर ज्याङ्गो भइसक्यो यार शरीर। भर्खरै छाला गयो यार, के हो यस्तो। भित्रको मासुसम्म भेटेको यार भर्खर। ओ माई गड, चर्रा यार।
जान्दै यस्तो आज हात काटेर बवाल छैन बसेर घाम लागिरहेको छ खेल्ने ठाउँ छ पहिला म जुस किन्नु पऱ्यो त्यही भेन्डिङमा एउटा जुस किन्छु अनि त्यसपछि खाँदै हिँड्नुपर्छ सबभन्दा मैले खानुपर्ने जुस चाहिँ कुन हो यार सिसी खानु पर्ला यो चाहिँ यो सिसी चाहिँ किन इम्पोर्टेन्ट छ भन्दा तपाईँहरूमा देखाउँछु होइन 20 लेमन्स वर्थ भिटामिन सी भनेको छ होइन तपाईँले 20वटा लेमन खानुहोस् क्या र यो एउटा इक्वल हो मिठो छ पैसा गर्मी ठिक्क हुन्छ ग्राउन्डमा मान्छे रहेछ यार जाने कि नजाने बसेर जुस खाँदै कुरा गर्ने ठाउँ चाहिँ यहाँ चाहिँ अब आउने जाने ठाउँ यहाँ चाहिँ भ्याकेन्सी छ है अरे भाइ तँलाई होइन उनीहरूको खाइजो सोजी खाएको सेको खाएको सबलाई छ गाक तर फेरि ह्यान्ड ग्यास त गर्नुहुन्थ्यो नि गाकको केही तल छ कि त्यो के अरे सिसेछु पनि गाह्रो छ यार गाह्रो छ ह्यान्ड ग्यास भनेको के हो भने त्यो पनि जिन्दगी थाहा नपाउने भयो यार यताको बिल्डिङदेखि यो बिल्डिङ भनेको जहिले मैले अनलाइन किनेको केही सामानहरू चाहिँ सब यो बिल्डिङमा जाँदो रहेछ कि माथि के गर्ने कि प्रायः हामी कम्प्लेन गर है अमेजनबाट यहाँ मात्र हेट साला खराब छ यार हावा त चले यार यो बाटो हिँड्न मलाई मोबाइल छ यता हिँड्नु पर्ला कस्तो छ सुजुसी मोबाइल छैन त तिमीलाई यो चाहिँ एन्टिलाइटमा चाहिँ त्यति राम्रो नहोला सो यस्तो जङ्गल छ है जङ्गलै जङ्गल हो यहाँ के भयो यहाँ त यस्तो छ त तपाईँको ची भनेर रहेछ यहाँ चाहिँ एउटा स्कुल छ कि बच्चाहरूको ए वहाँसम्म देखियो यार साकुराको बोटै पुरै मौसम यस्तै छ है अझै बबाल छ अब यो सल्लाहको बुट है अब यो चाहिँ कस्तो एउटा यसको एउटा छ कि कुरा के कुरा छ भन्दा पहिला हामी बच्चाको बेलामा चाहिँ अब हामी चाहिँ यो सल्लाहलाई चाहिँ हेर्नलाई मात्रै भए पनि लगभग 3-4 घन्टाको बाटो आउने जाने गर्थ्यो कि यो सल्लाहको बोट हेर्नलाई मेरो साथीहरू त्यही होइन यो सल्लाह हेर्नकै लागि के 3-4 घन्टाको बाटो हुन्थ्यो कि जापान आएर पो यार के अरे ठाउँको ठाउँ यहीँको यहीँ छ कि
यहाँ झाडी छ तर यहाँ बवाल छैन त ठाउँ। यो चाहिँ फुसियोदाई सेराजी भन्छ। शीतल छ है, शीतल छहाडी भने जस्तो। बस्न मजा लाग्छ यस्तो ठाउँमा। सल्लाहको सल्लाह बढी छ यहाँ चाहिँ अपार्टमेन्ट छ। पुरै जङ्गलको बिचमा छ है घरहरू। के होला है, सुकुम्बासी होला त तिनीहरू। सुकुम्बासी होला त, जङ्गलको बिचमा छ। कति सिस्टेमिक तरिकाले बसेको छ। रुखहरू वरिपरि जङ्गलै जङ्गल छ।